सुरुमा नेकपा एमालेबाट राजनीति गर्नुभयो, एकीकृत समाजवादी हुँदै अहिले अहिले गठन भएको नेकपामा आबद्ध भएपछि टिकट पाउनुभयो। मैले चुनावी एजेन्डा के राख्नु भएको छ? मैले अघि पनि सुरुमै भने यो चुनाव सामान्य अवस्थामा भएको होइन। जुन युवाहरूको विद्रोह, जेन्जी विद्रोहको नाममा एउटा जनताको असन्तुष्टि अभिव्यक्त भएको थियो। जैविक विविधताको विषय सिका आश्र ग्वालेक जो यहाँको अधिकांश ठुलो जनसङ्ख्याको लाइफलाइन पनि हो। पानीका स्रोतहरू संरक्षण हाम्रो ठुलो स्रोत भनेको अहिले जलविद्युतको उपयोग नै हो। बङ्गलादेशमा 2टा हाइड्रो पावरले वार्षिक पुरै बजेट बन्छ। सडक पूर्वाधारको मैले त्यो आफ्नो प्रतिबद्धता पत्रमा पनि क्षेत्र विशेष मूलत हाम्रो यहाँ 6वटा भेगमा हेर्न सकिन्छ बैतडीको भूगोललाई। अर्को एक्सेसको ठुलो समस्या रहिरहेको अहिले त्यो पञ्चेश्वर र अथवा त्यो सिमनाथतिर तटीय क्षेत्रमा त्यो सीमा वारिपारीको पुल झोलङ्गे पुल भए पनि जनताको जीवनमा धेरै ठुलो प्रभाव पार्थ्यो त्यसले। तपाईँको आशा भनेको पुराना एमाले कार्यकर्ताहरूले मलाई भोट दिन्छन् त्यसबाट म जित्छु भन्ने हो? मेरो कुनै तिक्तता छैन नेकपा एमालेसितका साथीहरूसित, किनकि यो पार्टीले एउटा त्यतिखेर विभाजनको अवस्था विद्रोहको स्थिति बन्यो। मेरो जिल्लामा कुनै टसल भएर कार्यकर्ताहरूसित नमिलेर त्यसरी मेरो यसरी पार्टी विभाजनको पक्षमा थिइनँ म। जीवनमा परिवर्तन आएन, राजनीतिक रूपमा अधिकार प्राप्ति हो, मूल रूपमा त मान्छेको जीवनमा परिवर्तन गर्ने कुरा हो। पुराना घरहरू खण्डहर बनेका छन्, जमिन बाँझो छ, भएका जमिनमा पनि जङ्गली जनावरले, मान्छेले, किसानले त्यहाँ कामै गर्न नसकिने अवस्था छ। यी यावत समस्याहरूलाई सम्बोधन गर्नका लागि तपाईँसँग योजना चाहिँ के छ? होइन, योजना त एउटा त नीतिगत रूपमै कतिपय कुरा, एउटा त स्रोत साधनको अपर्याप्तता हो। त्यसलाई चाहिँ अब हामीले रेभिन्यू बढाउनेतिर, अर्थतन्त्र बढाउनेतिर लाग्नु पर्यो। त्यो हरेक जिल्लाको योगदान हुन्छ। यो वन्यजन्तुहरूको आक्रमण हो भने त्यसलाई अलि सुधारेर छुट्टै किसिमले जानु पर्यो। कृषिको त कुनै योजनाबद्ध विकासको प्रक्रियाको थालनी भएकै छैन, खालि त्यो व्यावसायिक भनिए पनि। नमस्कार, कार्यक्रम सगुन संवादमा यहाँलाई हार्दिक स्वागत छ। म भगीरथ अवस्थी। प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिक आएका बेला अहिले उम्मेदवारहरू चुनावी प्रचार प्रसार अभियानमा जुटेका छन्। यसै सन्दर्भमा हामी सगुन संवादमा चुनावी प्रचार प्रसारकै विषयमा छलफल गरिरहेका छौँ। आजको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार परमानन्द भट्ट हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार, धन्यवाद। कस्तो चल्दैछ चुनावी प्रचार प्रसार? यो निर्वाचन असाधारण अवस्थामा हुन गइरहेको छ र यसको संवेदनशीलतालाई बैतडीको जनताले पनि राम्ररी अनुभूत गरेको, महसुस गरेको, राम्ररी बुझेको अनुभूति भएको छ मलाई। यो निर्वाचनको मनोनयन भइसकेपछि मैले 10वटै पालिकामा त्यहाँका जनतासित साक्षात्कार गर्ने, अन्तर्क्रिया गर्ने, सुझाव सल्लाह दिने र आफ्नो भनाइ राख्ने यो करिब 10वटै पालिकामा यो मेरो चुनावी अभियान सम्पन्न भएको छ। अब गैर दैलो कार्यक्रम अब यो तल्लो सराडका 3वटा पालिकाहरूमा पञ्चेश्वर, शिवनाथ र मेलौलीमा करिब घर दैलो कार्यक्रम पनि सकिएको छ। अब घर दैलो भेटघाटको लागि म सिकासतिर र त्यसपछि बुर्चुङ नगरपालिका अनि दोगाडा केदार हुँदै सुन्नाया गाउँपालिकामा जहाँ आफ्नो निर्वाचन यो मतदान केन्द्र पनि हो त्यहाँ केन्द्रित हुन्छु। अहिलेसम्म हार्दिकतापूर्ण ढङ्गले राजनीतिक पार्टीहरूका बिचमा चुनावी अभियान चलिरहेको छ। म चाहिँ यति पनि भनिरहेको छु कि सबै अरूलाई खराब देखाएर अरू खराब भएर आफू असल हुने कुरा होइन। सबै असल भनौँ, असलका बिचमा पनि त प्रतिस्पर्धा हुन्छ। आरोप प्रत्यारोप गर्नुभन्दा नि मैले जनप्रतिनिधि भइसकेपछि, यहाँहरूको मत प्राप्त भइसकेपछि यहाँहरूका बिचमा मैले गर्नुपर्ने काम के हुन् र विगतका केही कामका फेरस्तहरू र राष्ट्रिय राजनीतिका विषयहरू मात्रै मैले छलफलका विषय बनाएको छु। मतदाता समक्ष जाँदाखेरि के एजेन्डा, तपाईँको चुनावी एजेन्डा चाहिँ के छ? जस्तो तपाईँ सुरुमा नेकपा एमालेबाट राजनीति गर्नुभयो, एकीकृत समाजवादी हुँदै अहिले गठन भएको नेकपामा आबद्ध भएपछि टिकट पाउनुभयो। मैले चुनावी एजेन्डा के राख्नु भएको? मैले अघि पनि सुरुमै भने यो चुनाव सामान्य अवस्थामा भएको होइन। जुन युवाहरूको विद्रोह, जेन्जी विद्रोहको नाममा एउटा जनताको असन्तुष्टि अभिव्यक्त भएको थियो। अभिव्यक्त मात्र होइन, त्यो विस्फोटको रूपमा उजागर भएको थियो।
ती विषयहरू ती मुद्दाहरू जुन प्रकारले राजनीतिक दलहरूप्रति सिङ्गो राजनीतिक प्रणालीप्रति पनि एउटा प्रश्न उठिरहेको भए हुनाले मूलत राष्ट्रिय राजनीतिका त्यो नै सन्दर्भहरू त्यो नै मुद्दाहरू अहिले खास गरी सुशासनको विषय सुशासनलाई मान्छेले सामान्य के अर्थमा बुझिरहेछन् कि यो भ्रष्टाचार जेल हाल्ने जेल छोड्ने त्यो मात्र होइन समग्र शासन प्रणालीलाई सुव्यवस्थित गर्ने कुराहरू चाहिँ शान्ति सुरक्षाको कुरा होला वैदेशिक हस्तक्षेपलाई रोक्ने कुरा वैदेशिक नीतिमा सन्तुलन दिने कुरा राज्यको स्रोत साधनको उपयोग गर्ने कुरा त्यसलाई डेलिभरी गर्ने कुरा न्यायचित बिताउनुको कुरा यी सबै कुरा समग्र कुराहरू सुशासनको विषय हो सुशासनको क्षेत्रमा यी सबै क्षेत्रहरूमा ल्याकिङ भयो यो राम्रो गर्न सकेन राजनीतिक पार्टीले भन्ने ठुलो जनगुनासो रहिरहेको छ अनि यो निर्वाचन प्रणालीकै कुरामा पनि यो समानुपातिक समावेशी भनेको नेताहरूकै तुष्टि गर्नुको लागि थिएन त्यो भने त वञ्चित समुदायहरू जसको राष्ट्रिय राजनीतिमा राज्यमा राज्यका अवयवहरूमा एक्सेस छैन त्यस्ता अवसर वञ्चित समुदायको वर्गको व्यक्तिहरूको समावेशीकरणको लागि राज्यमा पहुँच बढाउनको लागि हो तर पछिल्लो समय के देखियो कि निर्वाचनमा आफ्ना श्रीमती छोराछोरी नातेदार यस्तै मान्छेहरूलाई रिपिटेड गरिराख्ने अवसर पाएछ अवसरलाई थप अवसर गर्ने त्यो बेला अलिकति हाम्रो पार्टीले अहिले सच्याएको छ अवसर वञ्चित र घरि त्यो ठाउँमा योगदान गर्न सक्ने र जसले राज्यको पहुँचमा राम्रो प्रभाव दिन सकेको छैन ती व्यक्तिहरूलाई अवसर दिने अलिअलि सच्याएको छ हाम्रो पार्टीले अझ यो प्रत्यक्ष निर्वाचन प्रणालीको पनि जुन किसिमले निर्वाचन हुनुपर्ने हो जनताको अभिमत स्वतन्त्रतापूर्वक स्वच्छ निर्वाचन हुनुपर्ने हो यसमा पनि तडक भडक यसो प्रभाव दिने पैसाले मत किन्ने यस्ता विकृतिहरू व्यथित देखिए यी कुराहरू पनि सच्याउनुपर्छ र राज्य प्रणाली राज्यको शासकीय स्वरूपमा जे प्रश्नहरू उठिरहेछन् अहिले यो अस्थिरताको कुरा यो जनताले प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखलाई चुन्ने कुरा पनि अब संविधान संशोधनको विषय पनि एउटा अपरिहार्य बनिसकेको छ अरू कुरा राज्य पुनर्संरचना गर्नुपर्ने कुरा पनि त्यसलाई रेज गर्नुपर्ने त्यो विषयमा त म प्रतिबद्धता पनि पत्रमा पनि मैले उल्लेख गरेको छु यो कुनै सर्वयुगन सर्वकालीन रूपमा संविधानको कहीँनिर लग कमा चेन्ज गर्नुपर्छ भन्ने होइन समय अनुकूल हामीले एउटा अभ्यास गरि पनि सक्यौँ 10 वर्षमा जे कुराहरू मूलभूत कुराहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विषय जुन छ समावेशी धर्मनिरपेक्षता जस्ता विषयहरूलाई नचलाइकन र अरू कुराहरूको विषयमा जे जनताका विषयहरू उठेका छन् संविधानलाई संशोधन गर्ने परिमार्जन गर्ने यो काममा समेत लाग्नुपर्छ यो अहिले जनतामा लैजानुपर्ने विषयहरू जे कुराहरू जनताको तहबाट जनताको स्तरबाट जे आवाज उठिरहेको छ त्यसलाई सम्बोधन गर्नु पनि जरुरी छ एउटा त्यो नीतिगत कुरा यो राष्ट्रिय राजनीतिक कुरा हो अब जिल्लाको सन्दर्भमा पनि यहाँका जे समस्याहरू अहिले समस्याहरू विकराल छन् बस्तीहरू खाली भइरहेछन् अहिले मानव संसाधनको पलायन छ युवाहरू सबै विदेश गइरहेका छन् अब शिक्षाको कारणले यहाँ स्तरीय शिक्षा भएन भने सबै तराईतिर झर्ने क्रम चलिरहेछ यहाँ काठमाडौँ जाने सामुदायिक विद्यालयहरूप्रतिको जुन राज्यले मौलिक हकको रूपमा राखेको कुराहरू तर यो एकदम त्यो व्यापारको विषय बनिरहेको स्थिति छ यद्यपि शिक्षामा ठुलो लगानी छ राज्यको तर त्यसको प्रोपर उपयोग गर्ने जनताले त्यो मौलिक हकको प्रयोग गर्ने यो काम त्यो स्रोतको मात्रै होइन नीतिगत रूपमै पनि राज्यको सुशासनभित्रै हो त्यो पनि सुशासनको कमजोरीभित्र परिरहेछ शिक्षा स्वास्थ्य जस्ता राज्यले दिनुपर्ने आधारभूत सेवाहरूबाट समेत जनताले वञ्चित हुनुपर्ने त्यसको न्यायोचित उपयोग नभइरहेको यस्तो विषयहरू अब जिल्लाकै पनि विकास निर्माणका समस्याहरू छन् अब यो रोजगारीको कुरा त गर्छन् रोजगार दिन्छौँ भनेर हुन्छ त्यो रेन्डम भनेर हुँदैन मैले त पार्टीलाई लिखितै सुझाव दिएको थिएँ अब हामीले केही सूचकहरू पनि भन्नु पर्यो त्यो प्रक्षेपण गर्नु पर्यो हामीले के हो त हाम्रो स्रोत के हुन्छ त रोजगारी सिर्जना गर्ने अहिलेकै अवस्थामा हामीले राज्यले सामान्य प्रशासनिक खर्च बिहोर्नु नसकेको अवस्थामा कुनै ठुला उद्योग धन्दाहरू कल कारखानाहरू उद्यम व्यवसायहरू अथवा जनतालाई दिने सब्सिडीहरू यो डेलिभरी गर्न सक्दैनौँ तर हामीले अब केही प्रक्षेपण गर्नु पर्यो हामीले यो गर्छौँ
हाम्रो ठुलो स्रोत भनेको अहिले जलविद्युतको उपयोग नै हो। बङ्गलादेशमा 2टा हाइड्रो पावरले वार्षिक पुरै बजेट बन्छ। हामी कहाँ अभूतपूर्व किसिमको त्यो सम्भावना रहिरहेको छ जलस्रोतको, त्यसको उपयोग गर्न सक्छौँ, नगर्न सकिने पनि होइन। यो त हाम्रो इच्छा शक्ति नभएका कारणले यस्तो स्रोतहरू उपयोग गर्न आफै सकिँदैन भने पनि बहुराष्ट्रिय कम्पनीहरू अन्तर्राष्ट्रिय सहयोग लिन सकिन्छ, साझेदारीमा जान सकिन्छ। कम्युनिस्ट भनिएका समाजवादी भनिएका मुलुकहरूमा पनि अहिले चीनले यो तटीय क्षेत्रमा सम्पूर्ण रूपले अमेरिकी कम्पनीहरू, बहुराष्ट्रिय कम्पनीहरू, युरोपियन कम्पनीहरूको बाहुल्य छ त्यहाँ। त्यो अरूलाई हाम्रो यो अन्तर्राष्ट्रवाद पनि केही राम्रो काम गर्नु खोज्यो भने ल यहाँ त यो राष्ट्रियताको कुरा उठ्यो भनेर भन्छ, त्यस्तो होइन। हरेक आफ्ना स्वार्थ हुन्छन्। व्यापार व्यवसाय गर्ने कुराहरूमा त स्वाभाविक रूपमा कसैले लगानी गर्छ भने त्यसको प्रतिफल पनि दिन्छ। यो सङ्कुचन हटाउनु पर्यो र हामी यति रेभेन्यू उठाउँछौँ, यो कुराहरू हामी अगाडि सार्छौँ भनेर प्रक्षेपण गर्नुपर्छ भन्ने सुझाव थियो। अहिले आएको पनि छ। कम्तीमा हामी 10,000 किलोवाट विद्युत उत्पादन गर्छौँ भनेका छन्। त्यसले ठुलो राजस्व उठ्छ। त्यसबाट उद्योग धन्दाहरू चलाउन सकिन्छ। बैतडीकै समुदायमा पनि हाम्रो ठुलो सम्भावना भएको, बैतडी जिल्ला मात्र होइन मुलुकको अर्थतन्त्रलाई प्रभाव दिने, परिवर्तन दिन सक्ने पञ्चेश्वर बहुउद्योग परियोजना। अनि सेतीको त कोही समस्यै छैन। यो इच्छा शक्ति नभएको कारण रोकिरहेछ। लगानीकर्ता पनि तयार छन्, सम्भावना पनि छ। पटक पटक त्यसको केही यो प्रारम्भिक कामहरू सुरु पनि भएको छ। त्यो राज्यको सरकारमा बस्नेहरूको इच्छा शक्ति नभएका कारणले त्यस्ता परियोजनाहरू रोकिएका छन्। र यहाँ पर्यटनलाई पनि ठुलो त्यतिकै अहिले डलरै आइहाल्ने स्थिति हुँदैन। तर एक खालको विगतमा हामीले अभ्यास गरेका थियौँ यो पुरातात्विक महत्त्वका कुराहरू, धार्मिक पर्यटकहरू, अनि यो जैविक विविधताको विषय। सिकास र ग्वालेक जो यहाँको अधिकांश ठुलो जनसङ्ख्याको लाइफ लाइन पनि हो। पानीका स्रोतहरू संरक्षण छन्, जैविक विविधताको एउटा अध्ययन, प्रमुख अध्ययन स्थलको रूपमा विकास गर्न सकिने ती सम्भावनाहरू पनि नभएका होइनन्। अनि त्यो कृषिलाई नै हो। अब कृषिलाई त बैतडी जिल्लाको सन्दर्भमा त केही थप सोच्नुपर्ने पनि भएको छ। हेर्दा सामान्य लाग्ला भन्दा बाँदरले, बनेलले मान्छेहरू विस्थापित, किसानहरू विस्थापित भइसकेका छन्। त्यसको संरक्षण कसरी गर्ने, बाली नालीको एउटा त्यतातिर पनि केही सोच्न सकिन्छ। के त गरिहाल्यो। राज्यले अहिले ठुलो भूभागमा आरक्षण विस्तार गरिरहेछ। बाँदर जनावर पालेर बसिरहेछ, सेना पुलिस राखेर बसिरहेछ। अब जनताको यो जीविकासित जोडिएको प्रमुख कुरा, हाम्रो प्रमुख उत्पादनको कुरा कृषिलाई चाहिँ विस्थापित हुने गरेर यो जनावरहरूको आक्रमणले अतिक्रमणले कृषि क्षेत्र प्रभावित भएको छ। या त बालीको पनि परिवर्तन गर्नु पर्यो। ती वन्यजन्तुबाट क्षति नहुने, कम क्षति हुने, तिमुर खेती गर्न सकिएला, यहाँको अदुवा लगायतका यो बेसार यस्तो चिजहरूलाई नोक्सान गर्दैन, त्यतातिर पनि डाइभर्ट गर्नु पर्यो। तर कृषिका विषयमा पनि यो परम्परागत रूपमै छ। व्यावसायिक भनिए पनि कुनै नयाँ परिवर्तन आछ, तर स्रोत छ, साधन छ र हाम्रो यो तरिका नपुगेर कारणले पनि यस्ता क्षेत्रहरूलाई पनि हामीले अगाडि बढाउन सक्छौँ। अर्को कुरा यो सडक नेटवर्कको कुरा, सडक पूर्वाधारको मैले त्यो आफ्नो प्रतिबद्धता पत्रमा पनि क्षेत्र विशेष, मूलतः हाम्रो यहाँ 6वटा भेगमा हेर्न सकिन्छ बैतडीको भूगोललाई। तल्लो सरार क्षेत्र, पञ्चेश्वर, शिवनाथ र मेलौली, त्यतातिरको खास गरी 3तिरबाट सडक। त्यतिखेर जिल्ला विकास समितिले यो सडक सञ्जाल बनाउँदाखेरि उग्रतारा मेलौली, पाटन पञ्चेश्वर, अनि देमाणो गिरेगाडा हुँदै पञ्चेश्वर र एउटा दुर्गा स्थानसम्मको यताबाट देमाणोबाट त्यसरी फोकस गरिएको थियो। ती योजनाहरू पछि हाम्रो प्राथमिकतामा परेका योजनालाई प्रदेश सरकारले, यो पहिलो सरकार बनेको बेला 74 सालमा उसले आफ्नो उसमा स्वामित्वमा लिएर अहिले राम्ररी अगाडि बढाइरहेछ। त्यसका फिडर सडकहरू अहिले स्थानीय तहहरूले खनिरहेछ। तिनको स्तर सुधार गर्नुपर्ने, स्तर उन्नत गर्नुपर्ने, त्यो प्राथमिकतामा राख्नुपर्छ। त्यस्तै यो चाँगड क्षेत्र, त्यहाँको सिकास गाउँपालिका, दुल्लाखान गाँजेरी थलाकाँडा, अनि पेप्याकाटालदेखि ढुङ्गाड हुँदै थलाकाँडा र यतातिरबाट श्रीबार अथवा यो बचपानीबाट शिवलिङ्ग जोड्ने, यति यो मूल सडकहरू हाम्रो प्रायोरिटीमा थियो। त्यसलाई पनि अहिले यो प्रदेश सरकारले आफ्नो स्वामित्वमा राखेर उनीहरूले उसले काम गरिरहेछ र त्यसका पनि फिडर सडकहरू, शाखा सडकहरू स्थानीय तहले खनिरहेको छ। त्यसले राम्रो एक्सेस बनिरहेछ।
अनि उता माथितिर पुर्चोडीतिरको शिरबाबर हाट र उता दार्चुलासम्म जोड्ने, उता सुइलेक भट्न उदय कोटपेटा जोड्ने र यताबाट यो सिल्लेगाडा उदय डिलासैनको यो बिचको सडकले त्यसलाई यो ब्याकबोन प्रोजेक्टमा रूपमा लिएर अरू तहका यो स्थानीय र केही प्रदेश सरकारले त्यहाँ पनि भित्री सडकहरू अहिले ग्रामीण सडकहरू बनाइरहेछ। तर सामान्य अवस्थामा छन् ती सडकहरू, जोखिमपूर्ण छन्। त्यसको स्तर सुधार गर्नुपर्ने, ग्राभेल गर्ने, कालोपत्री गर्ने यो काम पनि प्राथमिकता राख्न आवश्यक छ। त्यस्तै यो यतातिरको क्षेत्र, यो झिकलेकम क्षेत्र एउटा त यो के अरे खोस्लेदेखि रिमसम्मको सडक, अनि उता गन्ना गनाई खान, त्यसले गर्यो भने जिल्लाको त्यो भेगको कभरेज बन्छ र त्यहाँ पनि भित्री सडकहरू बनिरहेछ। अब यो महाकाली करिडोरको कुरा, महाकाली करिडोरको यो अन्तरिम सरकार हुँदाखेरि यो छविराजजी यहाँको मन्त्री हुनुहुन्थ्यो, त्यति बेला हामीले पनि जिल्लाका कतिपय विषयहरू उहाँलाई दिएका थियौँ। तीमध्ये त्यसलाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने भने पहिले माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि पनि त्यो कुरा आएको थियो। महाकाली करिडोरको 94 करोडसम्म पहिलो वर्षमै त्यसको बजेट विनियोजन भएको छ। तर अहिले 25 करोड बजेट छ त्यसमा। त्यो भने ग्रामीण सडकभन्दा पनि पछाडि छ। त्यही त प्रमानजी, तपाईँले थुप्रै कुरा गर्नुभयो, जुन अब तपाईँ घुम्नु पनि भएको होला, 10 पालिकामा पुग्यो भन्नुभयो। अब तपाईँहरूलाई नेताहरूलाई लाग्ने आरोप भनेको के हो भने पदमा नपुगुन्जेलसम्म विकास निर्माणका कुराहरू गर्ने, आश्वासन दिने, तर काम चाहिँ नगर्ने भन्ने खालको यो कुरा तपाईँले आफूले पनि महसुस गर्नुभएको होला। नागरिकले भनेपछि अहिले एक खालको वितृष्णा छ युवाहरूमा। त्यो वितृष्णालाई भनौँ न सम्बोधन गर्ने हिसाबले तपाईँसँग सटिक योजनाहरू के छ? तपाईँलाई किन मत दिनु पर्यो? अब यो चुनावमा तपाईँलाई मत दिने कारण चाहिँ के हो? किन नागरिकले, मतदाताहरूले तपाईँलाई मत दिनु पर्यो? जनताको त्यो आरोपलाई सम्पूर्ण रूपले स्वीकार गर्नु त मिल्दैन। तर त्यो त मैले प्रारम्भ गरेका प्रोसेसमा, हामीहरूकै प्रयत्नबाट प्रोसेसमा भइरहेको र ती गर्न सकिने भावनाले पनि, किन त्यो व्यक्तिले गर्ने कुरा होइन, त्यसको स्रोत करिब करिब सुनिश्चित पनि छ र त्यो अलिकति राम्रो कार्यान्वयनमा लैजाने त्यो प्रशासनिक रूपमा र त्यो नीतिगत रूपमा राम्ररी अगाडि बढाउने हुने यी काम गर्न सकिन्छन्। अर्को एक्सेसको ठुलो समस्या रहिरहेको अहिले त्यो पञ्चेश्वर र अथवा त्यो शिवनाथतिर तटीय क्षेत्रमा त्यो सीमा वारिपारीको पुल, झोलङ्गे पुल भए पनि जनताको जीवनमा धेरै ठुलो प्रभाव पार्थ्यो त्यसले। यो मोटिभल ठुल्ठुला कुरा त छन्, यो विभिन्न समस्याहरू छन्, त्यसलाई पनि राम्ररी जनप्रतिनिधिले उठान नगरेको कारणले पनि त्यो विषयहरू अगाडि नबढाएको स्थिति छ। स्रोत साधन मात्रै समस्या होइन जस्तो पनि लाग्छ अहिले। एक त यो विकासको प्राथमिकता तोक्ने कुरा, त्यसको लागि लबिङ गर्ने कुरा, पहल गर्ने कुरा, पहल गर्यो भने हुन्छ। त्यसले त्यो हुनै नसक्ने आश्वासन दिने ठुल्ठुलो कुरा, यो केबल कार बनाइदिउँ भनेपछि त्यसको केही अर्थ हुँदैन। किनकि केबल कार सरकारले सञ्चालन गर्ने कुरा होइन, त्यो व्यावसायिक काम हो, कसै व्यापारले गर्छ, व्यापारले नाफा चाहिन्छ, त्यसको लागि धेरै ट्रान्जिसन हुनुपर्छ। त्यो अलिकति सहरिया क्षेत्रहरूमा ठुलै त्यो पर्यटकीय महत्त्वको ठाउँहरूमा त्यस्तो हुन्छ। त्यो हाइपोथिकल अलिकति खालि जनतालाई प्रभाव पार्ने कुरा होइनन्, यी त अत्यावश्यक नगरी नहुने कुरा हुन्। यी बेसिक कुरा जे मैले भनिरहेको छु त्यो बेसिक कुरा हुन्। ती बेसिक कुराहरूलाई त नगरी नहुने भित्र त्यो स्रोत साधनले पनि भ्याउँछ, त्यो सम्भावना पनि छ, त्यो सम्भाव्यता पनि हो। त्यसो भए हुनाले नगर्न सकिने कामको अनावश्यक किसिमले चुनाव प्रभाव पार्ने अथवा खालि त्यो सेलिब्रिटीहरूले गर्ने जस्तो चाहिँ गर्नु हुँदैन। किनकि हामी जनताकै बिचमा छौँ, लामो समय पदमा नभए पनि जनताको विश्वास जुन म प्रति पनि व्यक्तिगत रूपमा जनताको जुन देखियो विभिन्न ठाउँमा, म कुनै ठुलो नेता होइन, तथापि उहाँहरूले नेतृत्व गर्दा राम्रो छ। विगतमा जे जिम्मेदारी पाउनु भएको छ, पाउनु भएको थियो, निर्वाह गर्नुभएको थियो, त्यो इमान्दारीका साथ निर्वाह गर्नुभएको छ भनेर जुन जनताले भनिरहनु भएको छ, त्यो विश्वासलाई आघात हुने किसिमले, त्यसलाई फेरि अविश्वास पैदा हुने किसिमले मेरो हातबाट कुनै त्यस्तो गतिविधि हुने छैन। तपाईँ त्यो बेला एमालेबाट जिल्ला विकास समितिको सभापति हुनुभयो होइन? अब एमालेबाट धेरै पटक तपाईँले टिकट ल्याउने पनि प्रयास गर्नुभयो। अब अहिले चाहिँ धेरै वर्षपछि तपाईँले त्यो पार्टी छोडेपछि अहिले टिकट पाउनु भएको छ नेपाली कम्युनिस्ट पार्टीबाट। तपाईँको आशा भनेको पुराना एमाले कार्यकर्ताहरूले मलाई भोट दिन्छन्, त्यसबाट म जित्छु भन्ने हो? एउटा त अब यो आम निर्वाचनमा आम जनताले भोट हाल्ने कुरा पनि हो। किन यो नत्र मान्छेका पार्टीहरूका त पोजिसन फिक्स जस्तै हुन्छन्, न त त्यो आवधिक निर्वाचन भनेको जनताले अध्यावधिक गरिदिने त्यो आम निर्वाचन भनिएको त्यसैले हो। न त पार्टीगत चुनाव हुन्थ्यो, साङ्गठनिक चुनाव मात्र हुन्थ्यो। र फेरि त्यसमा पनि
एउटा बेस कुरा त आफ्नो राजनीतिक सङ्गठन नै हो, किनकि राजनीतिक सङ्गठनले आफ्ना दृष्टिकोणहरू, विचारहरू, धारणाहरू अगाडि सारेको हुन्छ र त्यसअनुसार नै मान्छे सङ्गठित हुन्छन्। सङ्गठित मान्छेले नै आफ्नो प्रतिनिधि त्यो राजकीय निकायमा पठाउने कुरा यो। अर्को कुरा हो, लामो समयदेखि मेरो कुनै तिक्तता छैन नेकपा एमालेसितका साथीहरूसित, किनकि यो पार्टीले एउटा त्यतिखेर विभाजनको अवस्था, विद्रोहको स्थिति बन्यो। मेरो जिल्लामा कुनै टसल भएर कार्यकर्ताहरूसित नमिलेर त्यसरी मेरो यसरी पार्टी विभाजनको पक्षमा थिइनँ म। त्यतिखेर राष्ट्रिय राजनीतिकै केन्द्रीय स्तरबाट जुन पार्टी विभाजित भयो, दुईटा कित्तामा उभिएको थियो पार्टी। सुरुमा त हामी झन्डै आधा आधा जस्तै पनि थियौँ, पछि स्थानीय निर्वाचन, सङ्घीय निर्वाचन र प्रदेशको निर्वाचनपछि अलि पार्टीको आकार साँगुरियो बैतडी जिल्लामा, किनकि हामी चुनावी प्रतिस्पर्धा पनि त्यति सन्तोषजनक ढङ्गको हाम्रो उपस्थिति रहेन। त्यतिखेर हाम्रो उम्मेदवारै थोरै उठाएको थियौँ, म त निर्वाचनमा प्रतिस्पर्धी पनि थिएन। यसले गर्दा अलिक साँगुरिएको अवस्था थियो। तर बैतडी जिल्लाका जो सँगै यहाँको कम्युनिस्ट पार्टीको, कम्युनिस्ट आन्दोलनको सहयात्री हुनुहुन्छ, फेरि भोलि पनि कम्युनिस्ट पार्टी एक ठाउँमा आउने पनि एउटा अभियान, अहिले अब 23वटा झन्डै पार्टीहरू एकीकृत भएको छन्, एक ठाउँमा आछन्। भोलि गएर मलाई त के लाग्छ, अझै पनि मैले आफ्नो पुस्तकहरूमा अरूमा पनि यो कुरा उल्लेख गरेको छु कि यहाँको राष्ट्रियताको रक्षा गर्ने कुराहरू, वैदेशिक हस्तक्षेप रोक्ने कुरा र अनि लोकतान्त्रिक अभ्यासलाई, यो सङ्घीय गणतन्त्रलाई संस्थागत गर्ने कुरामा एउटा बलियो प्रजातान्त्रिक धाराको पार्टी र एउटा वामपन्थी पार्टी, एउटा बलशाली वामपन्थी पार्टी बन्नुपर्छ भन्ने हो। त्यो प्रक्रिया प्रारम्भ भएको छ। नेकपा एमालेमा रहेका कतिपय साथीहरूको यो अभियानमा, यो आन्दोलनमा उहाँहरूको पनि भित्री रूपमा समर्थन रहिरहेको छ र चाँडै नै पार्टी एकता एकीकरण बन्छ, अथवा कुनै न कुनै रूपमा त्यहाँ भएका साथीहरू यो कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने कुराहरूमा, यो आन्दोलनमा सहभागी हुने कुरामा म पनि विश्वस्त छु, विश्वास राख्छु। यो अर्थमा पनि नेकपा एमाले सम्बद्ध कार्यकर्ताहरूबाट पनि मलाई सद्भाव प्राप्त भएको छ। भन्नाले जस्तो अब तपाईँको एकीकृत समाजवादी अहिले माओवादीमा समाहित भयो भनौँ, यहाँ जिल्लाको अरू पार्टी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक भइसकेपछि तपाईँहरू समाज हुनुभएको छ। माओवादीको त्यो बेलाको भोटको कुरा र एकीकृत समाजवादीको के भोटको कुरा गर्ने हो भने तपाईँहरूको पोजिसन चाहिँ अब त्यो भोटकै सङ्ख्या गन्ने हो त्यो बेलाको भने अहिलेको हिसाबले कमजोर देखिन्छ। तपाईँले भने जस्तै त्यो जुन आम निर्वाचन, त्यसमा सबै प्रकारका मान्छे, सबै मतदाताहरूलाई तपाईँहरूले आफ्ना एजेन्डाहरू के राखिरहनु भएको छ, किन भोट दिनुहोस् भनिरहनु भएको छ। नागरिकले त जस्तो एक खालले 5 वर्षका लागि जुन प्रतिनिधि पठाए बिचैमा फेरि भोट माग्नका लागि आएका छन् भन्ने कुरा पनि गर्छन् भने तपाईँहरूले त्यो बिचमा के कुरा राखिरहनु भएको छ। अहिले चाहिँ यो अवस्था हो भनेर नागरिकलाई मत दिनका लागि कतिपय मान्छे त मत दिनै दिक्क भइसकेका छन्। अब एउटा त के हो कि अहिले यो आधारभूत रूपले राजनीतिक अधिकार प्राप्ति भयो, मान्छेमा एउटा खालको लोकतान्त्रिक गणतन्त्रप्रति अटल आस्था विश्वास छ, यसले मान्छेको राजनीतिक जीवन परिवर्तन भयो भन्ने हो। अर्को मान्छेको जीवनमा परिवर्तन आएन, राजनीतिक रूपमा अधिकार प्राप्ति हो, मूल रूपमा त मान्छेको जीवनमा परिवर्तन गर्ने कुरा हो। हामी समावित भएको होइन कुनै एकअर्कामा, नेकपा माओवादी हामी समाजवादीमा समाहित भएको पनि होइन, नेकपा एकीकृत समाजवादी माओवादी पार्टीमा समाहित भएको पनि होइन। यो एजेन्डाकै विषय थियो। अब राजनीतिक अधिकार प्राप्तिको यो आन्दोलन सकिसकेपछि जनताको असन्तुष्टि अहिले विकास निर्माणमा भन्दा पनि जीवनमा परिवर्तन भएन भन्ने हो आधारभूत रूपले। र यो कुरामा दुईटै पार्टी सहमत भएर एउटा सैद्धान्तिक रूपमा नै यो क्याम्पेन सुरु भयो, यो समाजवादी आन्दोलनतिर अगाडि बढाउनुपर्छ कम्युनिस्ट आन्दोलनलाई भनेर। त्यसमा धेरै पार्टीहरू समावित भएका छन्। अब जहाँसम्म यो जनमत परीक्षणको कुरा, एउटा त निर्वाचनको परिणाम पनि हो, तर नेकपा एकीकृत तत्कालीन नेकपा एकीकृत समाजवादीको जनमत परीक्षणै भएको छैन, किन ऊ त निर्वाचनमै गएको छैन, खालि एक दुई ठाउँमा उम्मेदवार उठाएको कुरा हो। त्यो सबै निकायहरूमा, सबै तहका निर्वाचनमा बैतडी जिल्लामा सामेलै भएको छैन, आकार छुट्टै आउँथ्यो। हामीहरूले त्यतिखेर निर्वाचन प्रक्रिया, म आफै पनि निर्वाचनमा सहभागी भएको चाहिँ हार्दिक त छुट्टै कुरा हो, तर मत परिणाम बेग्लै हुन्थ्यो, त्यो सन्तुलितै हुन्थ्यो। त्यो भावनाले पनि त्यो मत परिणामलाई
एक त त्यो गठबन्धनका मतहरू थिए, त्यो अनेक कारणहरू छन्। त्यसले अहिले यो सिनारियो क्लियर भएको होइन, यो जनमत परीक्षण भएकै होइन। त्यतिखेर हामी जनमत परीक्षणको अहिले नयाँ चरणमा छौँ, एकीकृत रूपमा गरिरहेछौँ। हाम्रो सबभन्दा राम्रो अहिले यो नलुकाइकन भन्ने कुरा, पार्टीहरूमा आन्तरिक विवादहरू छन् सबै पार्टीमा, तर हाम्रो चाहिँ त्यो देखिएको छैन। हाम्रो चाहिँ एकताबद्ध ढङ्गले जो आकाङ्क्षी साथीहरू हुनुहुन्थ्यो उहाँले प्रस्ताव गरेर है, उहाँलाई अब धेरै वर्षसम्म लामो समयसम्म निर्वाचनमा जानु भएको छैन, उहाँलाई अगाडि सारौँ भनेर गरेको कारणले पनि हाम्रो एकदम आन्तरिक एकताका कारणले पनि मलाई कुनै समस्या छैन। र अरू मैले अघि भने जस्तै आम निर्वाचन हो, अरू पार्टीसित सहमत अलि स्वतन्त्र रूपमा बसेका साथीहरू पनि हुनुहुन्छ, कतिपय पार्टीसितै आबद्ध नभएका मान्छेहरूमा पनि त्यो समर्थन हुन्छ। मलाई त्यो जनसमर्थन राम्रो प्राप्त भएको छ। म अझै पनि मेरो के विश्वास छ कि बैतडी जनताले विगतमा केही कुराहरू उठेका छन्, मत प्रभावित भयो भन्ने कुरा आछ, पैसाले प्रभावले सत्ताले। यसपटक चाहिँ ती प्रभावबाट मुक्त भएर जनताले मतदान गर्नुहुन्छ भन्ने मैले विश्वस्त छु त्यो कुरामा। त्यसले मैले जित्ने आधार भनेको अरू केही होइन, म जनताको विश्वासकै कुरामा निर्भर रहेको छु। तपाईँले भने जस्तै जस्तो अघि यो व्यवस्थामा परिवर्तन भयो, नागरिकको अवस्थामा परिवर्तन भएन, जीवनमा परिवर्तन आएन भन्ने कुरा एउटा त्यो रह्यो। जस्तो यही पहाडी जिल्ला बैतडी जस्ता जिल्लाहरूको यो बसाइसराईको कुरा अनवरत रूपमा बसाइसराई भइरहेको छ। पहाडी जिल्लाहरू अब भनौँ न खण्डहर, पुराना घरहरू खण्डहर बनेका छन्, जमिन बाँझो छ, भएका जमिनमा पनि जङ्गली जनावरले, मान्छेले, किसानले त्यहाँ कामै गर्न नसकिने अवस्था छ। यी यावत समस्याहरूलाई सम्बोधन गर्नका लागि तपाईँसँग योजना चाहिँ के छ? होइन, योजना त एउटा त नीतिगत रूपमै कतिपय कुरा, एउटा त स्रोत साधनको अपर्याप्तता हो, त्यसलाई चाहिँ अब हामीले रेभिन्यू बढाउनेतिर, अर्थतन्त्र बढाउनेतिर लाग्नु पर्यो। त्यो हरेक जिल्लाको योगदान हुन्छ, त्यसको स्पेसिफिकेसन पनि हुनु पर्यो। अब कहाँ के हो यो लमसम रूपमा होइन कि यहाँको सम्भावनाबाट यो है हामीले राजस्व अर्थतन्त्रमा योगदान दिने भनेर त्यो अघि उल्लेख गरेका कुराहरू पनि भयो। अर्को कुरा अब यो कृषिकै पनि हामीले विविधीकरण गर्नु पर्यो। परम्परागत रूपमा थियो, त्यसलाई हामीले अलिकति व्यावसायिक गर्नु खोज्यौँ। त्यो व्यावसायिकतालाई पनि अब यो स्पेसिफिक गर्नु जरुरी छ। हाम्रो यहाँको सन्दर्भमा के हो त, अब यो वन्यजन्तुहरूको आक्रमण हो भने त्यसलाई अलि सुधारेर छुट्टै किसिमले जानु पर्यो। कृषिको त कुनै योजनाबद्ध विकासको प्रक्रियाको थाल्ने भएकै छैन। खालि त्यो व्यावसायिक भने पनि जुन किसिमले बजारको व्यवस्था हुनु पर्थ्यो, सङ्कलन गर्ने कुरा, उत्पादनको उत्पादनको व्यवस्था बढाउने कुरा, यसमा सरकारको जनप्रतिनिधिहरूको ध्यान पुगेकै छैन। मलाई के लाग्छ भने हामी 3 करोड मान्छे छौँ, अरू देशको पनि हामीले हेरेका छौँ, भूगोल हेरेका छौँ, उत्पादनको पद्धति हेरेका छौँ, त्यहाँको जलवायुलाई हेरेका छौँ। हाम्रो जस्तो मुलुकको 3 करोड जनताको चापलाई धान्ने हामी कहाँ पर्याप्त रिसोर्सहरू छ, हामी आत्मनिर्भर हुन सक्ने पर्याप्त सम्भावनाहरू छन्। मासुमा, फलफुलमा, तरकारीमा यो त 2 वर्षभित्र प्रयत्न गऱ्यो भने 2 वर्षभित्र हामी आत्मनिर्भर बन्न सक्छौँ। किनकि अरू कुरा नभए नि बाख्रा पाल्न त समस्या छैन, मौरी पाल्न समस्या छैन, यहाँ मासु उत्पादनलाई कुखुरा आदि इत्यादि मासुजन्य उत्पादनलाई सरकारले अलिकति ध्यान दियो भने, निजी क्षेत्रको सामेल हुनु पर्यो, स्थानीय तह सरकार र प्रदेश सरकारको बिचमा समन्वय हुनु पर्यो। यो गर्यो भने हामी 2टा कुरामा यो दुग्धजन्य उत्पादन, मासुजन्य उत्पादन र तरकारी फलफुल जस्ता उत्पादनहरूमा हामी आत्मनिर्भर बन्न सक्छौँ। यद्यपि खाद्यान्नको अहिले यो सम्भावना कम छ, तत्काललाई तराईमा निर्भर नभइकन पहाडतिरको खाद्य अवस्था अहिले मूल खाद्य धान चामल जस्ता खाद्य वस्तुहरू अहिले आत्मनिर्भर बन्न नसकेला। तर हामीले यसलाई त निर्यातमा पनि लैजान सकिन्छ यी कुराहरू। तब योजनाबद्ध विकासको र डेलिभरीको हाम्रो प्रक्रिया नमिलेका कारणले पनि जनताले जुन सर्भिस पाउनु पर्थ्यो त्यो नपाइरहेको स्थिति हो। मैले अघि पनि भन्ने गरेको छु, खास गरी सधैँ भन्ने गरेको छु, 3टा कुराहरू राज्यका प्रमुख कुराहरू हुन्। एउटा त डेमोक्रेसी हुनु पर्यो, मान्छेहरू स्वतन्त्रतापूर्वक निर्वाध रूपले आफ्नो जीवन अथवा राजनीतिक अथवा अरू पेसा व्यवसायमा निर्वाध म स्वतन्त्र है सुरक्षित छु भन्ने अनुभूति हुनु पर्यो। अर्को कुरा एउटा अनुशासनको विषय भने अहिले जुन अराजकता फैलिएको छ नि, त्यो स्टेटले कतिपय कुरामा पावर एक्सर्साइज पनि गर्नुपर्छ। त्यो डिसिप्लिन मेन्टेन गर्ने काम पनि राज्यको हो। र अर्को डेलिभरी दिने कुरा, यी 3टा कुराको बिचमा सन्तुलन भएन भने राज्य व्यवस्था खलबलिन्छ। अहिलेको यो कम्प्लिकेसन यही हो। यो 3टा कुरा नै
तीनटा कुरा नै कमजोर भयो हाम्रो। न त हामीले डिसिप्लिन कायम गर्न सक्यौँ, कतिपय कुरामा फेरि स्वतन्त्रतामा पनि हामीले दखल गर्ने गर्यौँ। पार्टीका कामहरू आन्तरिक कामहरूमा राज्यका जुन अङ्ग प्रत्यङ्गहरू छन् त्यसलाई नियन्त्रित गर्ने त्यो खालको कुनै पार्टी विशेषले अब यो सर्वयुगीन कब्जा राख्नुपर्छ भन्ने टाइपको जुन मानसिकता थियो त्यसको विस्फोट पनि हो। त्यही भएर यी तीनटा कुराहरूको सन्तुलन अनिवार्य छ, आवश्यक छ। नभए जनताको विद्रोहको सामना गर्नु बाहेक अर्को केही विकल्प रहँदैन। हामी लगभग कार्यक्रमको अन्त्यतर्फ आइपुगेका छौँ। अन्त्यमा मतदाताहरूलाई तपाईँको भन्नु चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूले विवेक प्रयोग गरिदिनुहोस्। आफ्नो रुचाएको व्यक्तिलाई, चाहेको व्यक्तिलाई मतदानको वातावरण बनाउने सबै स्वतन्त्र मतदाताहरू, सरकारी निकायहरू, सरकारी संयन्त्रको सबैको ध्यान जानुपर्छ। र अन्तमा म अहिले धेरै लामो समयपछि जनप्रतिनिधिको रूपमा यो के अरे प्रतिनिधि सभाको निर्वाचनको प्रत्याशी बनेको छु। बैतडीवासी जनताले मलाई तारा चिन्हमा मतदान गरेर जनताको सेवा गर्ने, यहाँका विषयहरूलाई उठान गर्ने र नीतिगत रूपमै पनि राष्ट्रिय राजनीतिमा सामेल हुने यो अवसर प्रदान गर्नुको लागि म बैतडीवासी न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल अनुरोध गर्दछु। हवस् परमानन्दजी, यहाँले अत्यन्त व्यस्तताका बावजुद समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद। कार्यक्रम सगुन संवादमा आज हामीले नेपाली कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार परमानन्द भट्टसँग कुराकानी गर्यौं। प्रस्तुत कुराकानीसँगै आजका लागि कार्यक्रम सगुन संवादको समय सकिएको छ। कार्यक्रमबाट म भगीरथ अवस्थी पनि बिदा माग्छु। नमस्कार।